अनि कासकास आइसक्यौँ होइन हामी कासकास विथ अ नीड दुईजना हिरो र एकसँगै एउटै कपडा लगाछन् गाडी 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 जाम 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 पेट पूजा गर्न जान लाग्यौँ यस भोक लागिसक्यो बिहान नै हिँडेको केही पनि आएको छैनौँ अब गएर मस्त खाइन्छ हाम्रै आफ्नै नेपाली रेस्टुरेन्ट नेपाली खाना हरूमा लागिरहेछ कस्तो लागिरहेछ तिमीलाई कासकास आइपुगेर एकदम रमाइलो हो खुसी लागिरहेको खुसी लागिरहेछ मजाको आइरहेछ होइन निज फुल हेर्नु फुल फुलहरू छ यहाँ हाम्रो यस्तो टक्क लगाएर कासकासको यो पार्क गोल्ड पार्क हामी चाहिँ अब नास्ता खाने कार्यक्रम मैले एउटा पिस हाल्नु पऱ्यो त्यो लास्टै ठुलो भयो क्या हो नास्ता खाएर अब हामी लाग्यौँ अलमोस्ट खाएर खाएर अब कस्यार गर्न गयो के छ एकदम ठिक छ पेट पूजा भएर एकदम भेरी गुड पेट पूजा भयो नि पेट तन्नै भएन पेट तन्न भयो बिरयानी खायो चाउमिन खायो खोसा खोसा आइरहेछ बाटोमा सही रहेछ त यो ठाउँतिर घरको डिजाइन कस्तो राम्रो है यो त ब्याडमिन्टन खेल्नु भाइरल उर्बान पार्कमा जान लाग्छ हो के को फुल हो यो खै थाहा छैन टिपम के पो फुल जमाती हेर्नुहोस् जमाती के टिपेको यो झरैबाट निस्क्यो के हामीले चाहिँ जमाटी भन्छ के अरे नेपालीमा खास के भन्दो रहेछ जमाती हेर न केटाकेटीहरू खेल्न लाग्छन् केटाकेटीहरू यहाँनिर आएर यो हेर जमाती र के अरे बाटो कस्तो खतरा छ है तपाईँले यहाँले निन्जा भन्दा पनि मैले पनि निन्जा बाबु भन्न लाग्यो लौजा नाम त हरायो है हरायो हेर्नु न पोल जाने बेला उसमा गएको नि त त्यस्तै नि वन बाख्राहरू यस्तोमा सानैदेखि यस्तोमा हुर्केर होला यस्तैमा कस्तो राम्रो लाग्छ बाटो यस्तो छ पुरै के गरिरहेछ कि हामी यहाँ भेडाहरू चलिरहेछ नि भेडा केही थिएन होइन कुकुरले निन्जालाई तर्साइदियो क्या के टिप्नु लाग्यो निन्छ गएको फुल टिप्न लाग्नु आज पुरै हो यो ओखर हो ओखर हो भित्रको चाहिँ आलु रहेछ टिप दिएको थियो यहाँबाट ए ल के जू जस्तो के चरा चरा राखेको छ कि यहाँ तिमीलाई होइन यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ उहाँहरूको यस्तो राम्रो फुलै फुलमा हावाले त होला
डर लाग्ने नि गुफा हा पछाडि चाहिँ फोटो खिच्ने कार्यक्रम हुँदैछ कस्तो राम्रो ठाउँ हो हामी चाहिँ जानुपर्ने थियो त कता हो कता खानु पुरै जङ्गल रहेछ यहाँ यहाँ पानी पनि यहाँ पुरै कुलै नलगाएको यस्तो पुरै पानी छर्याङवाला पानी पुरै उयो चरा नि पाइँदो रहेछ के चरा चरा होइन दुम्सी चाहिँ फुलै फुल कस्तो राम्रो फुलै फुल चाहिँ फुलै फुलको संसार पुरै भिरै भिरको संसार के छ हजुर ओइ यता हेरिदेऊ म प्रकृतिसँग रमाइरहेको छु क्या कुरा गर त्यो त छ हात छैन छैन रहेछ तर अलिक सानो रहेछ छ तर अहिले ओके नयाँ होइन हो आरामले अब अब भयो ए टोरीको फुल हो यो त टोरी हो यो त टोरी हो क्या मुला जस्तो छ ऊ माथि कस्तो राम्रो फुल रहेछ है कस्तो भइरहेछ तिमीलाई उकालो चढेर पुरै पानी तिर्खाले लास्तै फन 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 घुमाछ अनि किन बिर्स्यो त यो साइडबाट आएको हामी उकालो चढेर अब हामी जाँदैछौँ यतातिर यो हाम्रो सुनिलको जान लाग्नु फुलभरि घामले पुरा ओइलाइसक्यो बिचारा मेरो बुढी नि ओइलाइसकेछ त निन्जा गएर चाहिँ माथि हाइवे छ अब हामी यहाँ पुल मुनि हुँदै हुँदै थोरै हल्का ओह्रालो झरेर फेरि जानेछौँ यहाँ कस्तो दामी छ यो पुल यतातिर चट्टौटातिर पुरा नेचर छ तलतिर घर के छ यता अन्त नेपालमा भएको चाहिँ ओइ हेर्नु यहाँ आई लभ यु म त लेकमा पो छु हो माया म त लेकमा पो छु हो ओ बाबु जुनु टुक्रा यहाँ होइन नि अझै यो होइन के होइन कि यो होइन के हाँ यति हो के मजा भयो त यहाँ त के आएको भयो त उर्बन पार्क भनेको यही हो